झन् फर्स्ट आवरमा आउनु भनेर आएको अनि यस्तो धेरै पो प्याक हुँदो रहेछ हौ बिहान बिहानै ठाडे उकालो छ जोस राम्रै आइपुग्यो जोस रमाइलो रहेछ खोइ हेर्नु त साथीहरू यहाँ मान्छे कति हो कति साथीहरू पानी बोतल चाहिँ लान नदिँदो रहेछ यो भनौँ न अब प्लास्टिक सामानहरू सबै यसरी सबै राखिदिएको छ यो प्लास्टिकको सामानहरू चाहिँ फोहोर हुन्छ भनेर होला यो बोतलहरू प्लास्टिकको सामान चाहिँ लानु दिएको छैन के व्हाइट गुम्बा के घुम्नु आ भन्नु साथीहरू मान्छे हेर्नु आ जस्तै भयो रङ साइड झरियो सर यताबाट होइन हौ उताबाट झर्नु नआउनु गोली त खतरा छ त यस्तो छ है कति रमाइलो गाँठे मान्छे दाइ कति रमाइलो मान्छे कति स्टेप हो 3 2 म अगाडि गएर फोटो छोडेर मलाई भाग्यो यही हो हामी आउँदा बनाउँदै गरिरहेको पहिला हो
छैन अब यस्तै रहेछ सबै हेरेर पैसा भेटी चढाउनु पर्छ नि अलिअलि के हो कताको झन्डा हो यो दादा के होला देशको झन्डा कुन देशको हो भुटानको जस्तो लाग्छ भुटानको होला भाइ भएको ठाउँमा आउँछु रे अनि उतै हराउँदो कस्तो आउँदै पछाडि उ भएला नि होइन आउँदै फोटोसुट छेल्दीको फोटो खिच्छ भने बस कता खिच्ने ल ठुलो छ नि त वाटरफल आउँदैछ खाली उता बाटो जानु तपाईहरु उता बाटो हो जानी त अहिले यता लहर छ लहर त लहर्दैन हो महिला कोही कता अहिले लहर त रहेछ मान्छे
बाटो कहाँको कहाँ पुग्ने गुम्बासम्म जाने बाटो गुम्बाको मान्छेहरू हिँड्ने भएको पार्किङहरू त सलमान ए पार्किङ ठुलो रहेछ त्यो भित्रकै मान्छेहरू उनीहरूकै हो कि गेट बन्द भइसक्यो गेट त पुरै बन्द गेट बन्द 10:30 जस हामी चाहिँ समयमा छिरेर नि अब फर्केको बेला चाहिँ गेट बन्द भइसकेको छ है साथीहरू 10:30 बजे बिहानको 10:30 हेर्नु त मान्छेहरू कति छ त कति गर्नु है साथीहरू गर्नु गाइड यस्तो मान्छे हेर्नु पो आएर रहेछ कति हो मान्छे अनि निस्किनु नि नसक्नु पाउडर ए हेर त यहाँ गेटबाट बाहिर निस्किनु नि